भएको छ पार्ट 2 मा चाहिँ के हुन्छ अन्तिमसम्म हेर्नु होला। त्यो घरमा आएर बाख्राहरू काटेर भातसित गुवाम खाइयो। यति भोक लागेको थियो नि गाइज। सो के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ। हजुर ठिकठाक होला होइन। मन्दिरदेखि चाहिँ घरतिर लाग्यो गाइज होइन। शारदा पुल है गाइज। यहाँ फुबहरू मान्नु भएन कि फोटो खिच्नुभयो, गाडी रोकेर एकछिन झर्नुभयो, टक्क लगाएर फेरि बस चाहिँ गाडी अगाडि बढ्यो गाइज होइन। त्यो भोकले यति पागल बनाएको थियो नि गाइज। यो चाहिँ गिर रहेको छ, यो सिमाना जस्तो है गाइज। यो गिर चाहिँ टक्क लगाएर गिरदेखि नि अगाडि आइयो। त्यो पुरै पागल भइरहेको छु कि म चाहिँ भोकले कतिखेर घर पुग्केला भन्ने भइरहेको छु। यो चाहिँ हङ्सपुर ए होइन। अहिले चाहिँ 10 जति बजिसक्यो। 10 बजेसम्म भोकला लाग्दैन कि होइन। मोबाइलमा नि धेरै चार्ज थिन्थ्यो। फोटो खिचेर भिडियो बनाएर खतम भएको छ होइन। टक्क हरियाली हेर्न सक्नुहुन्छ। त्यतिखेरमा गाउँमा नि आइपुग्यो होइन गाइज। भाडा दिनुभयो फजुले। अनि त्यहाँदेखि घरतिर लाग्यो गाइज सबैजना। टक्क लगाएर सबैजनालाई भोक लागेको छ, मलाई नि लागेको छ। मोबाइलमा नि चार्ज खासै थिन्थ्यो। मोबाइलमा चार्ज फर्स्ट कुरा चाहिँ घरमा आएर चार्ज लगाइदिएँ। बाख्राको सुत्ला नि फालियो। टक्क मासु चाहिँ यति छ होइन गाइज। टक्क लगाएर फुबुले काट्दै हुनुहुन्छ मासु। टक्क लगाएर म फेरि यता बसेर हेरिरहेको छु, कोही बेला पाक्ला र खाम्ला भन्ने आत्तिरहेको छु कि। लास्ट भोक लागेको थियो होइन। मिक्सरमा लगेर मसला नि पिस्थ्यो। सो 11 बजिसकेछ कि खाना खाँदाखेरि त होइन। त्यो भात आयो। अब चाहिँ गुवाम खाएँ। त्यो आजको लागि यति नै हुन्छ होला। थ्याङ्क फर वाचिङ। सी अन द नेक्स्ट भिडियो। बाई बाई।